आज चाहिँ फेब्रुअरी 14 मा हामी चाहिँ डिनर गर्नको लागि जान आँटेको हैन। म चाहिँ रेडी भइसकेँ। मेरो चाहिँ सिम्पल मेकअप यति नै हो हैन। म र मेरो कान्छी छोरी चाहिँ रेडी भइसक्यो। मेरो ठुलो छोरी चाहिँ उसको साथीहरुकोमा गएको चाहिँ अनि त्यो पिकअप गरेर जाने हो। मेरो छोरा मेरो हस्बेन्ड चाहिँ रेडी हुँदै हुनुहुन्छ हैन। अनि हामी चाहिँ अब कहाँ जान्छौँ मलाई थाहा छैन। हाम्रो अब हस्बेन्डले लाने अरे अनि त्यहाँदेखि हामी मेरो कान्छी छोरी चाहिँ यतिकै रेडी भएको छिन्। बहिनी कहाँ जाने? उसलाई थाहा छैन, हाम्रो कसैलाई थाहा छैन कि अब मेरो हस्बेन्डले चाहिँ लानुहुन्छ अरे कहाँ लाने हामीलाई थाहा छैन हैन। जस्ट हामी चाहिँ आज डिनर गर्न जाने। भ्यालेन्टाइन ह्यापी भ्यालेन्टाइन डे एभ्रीबडी। फोन हेर्नु नपाएर रिसाक्यो अरे। यो चाहिँ कुन फेस अरे? स्याड फेस। वाउ I want to go to Golden Corral. सर त कहाँ अरे? बुफेट बहिनी लाग्यो। यो चाहिँ एउटा मेरो छोरी आएको थियो। यो चाहिँ ट्रेन स्टेसन रहेछ हैन। यहाँनेर हामी चाहिँ फाइनली डिसाइड भयो ल्यान्डकास्टर जाने। मेकानिक्सबर्ग जाने कुरा थियो, अहिले ल्यान्डकास्टरमा भयो हैन। मफेट हो सबै गई। मफेट भन्दै चाहिँ के भन्नु लाग्यो अरे? KFC जाने। Burger King. What are you going to eat there? They don't have pizza. मफेट ओके बुफेट। यो दिदी बहिनीको माया देखेर मलाई चाहिँ कस्तो राम्रो लाग्यो। यहाँ हामी चाहिँ प्रिन्सेस हुन्। ल यो चाहिँ कहाँ आइपुग्यो भन्दा गोल्डन कोरल बुफेट एन्ड ग्रिल र यिनीहरू चाहिँ खानको लागि एक्साइटेड भएर कुदिरहेका छन् हैन। सबै आएर ओके ओके सी हाउ एक्साइटेड टु सी। अनि हामी त्यहाँभित्र गएपछि चाहिँ यस्तो दामी दामी खानेकुराहरू थियो हैन। खानेकुराको अप्सन त्यहाँ त अम्म कति हो कति हैन। मेरो चाहिँ फर्स्ट टाइम हो। मेरो नानीहरू चाहिँ पहिला पनि गएको थियो। अनि मैले चाहिँ टक्क ल्याएर चिकन ल्याएर चाहिँ यस्तो मजाले स्वार तानेर खाएँ हैन। अनि मेरो कान्छी छोरीलाई चाहिँ श्रिम बेस्ट अरे। अनि कान्छी छोरीले चाहिँ श्रिम राखेर यो चाहिँ मेरो छोराको चाहिँ उसलाई चाहिँ स्यालाडहरू त्यस्तै उस्तै खान्छ हैन। ठिकै छ, उसको नि प्लेट फुलै छ, छोरीको नि प्लेट फुल छ। ड्याङ ड्याडीको प्लेटमा चाहिँ कति दामी रहेछ हैन। अनि मेरो छोरालाई मैले टक्क एउटा सेल्फी लिइहाल्यौँ हैन। त्यसपछि फेरि सेकेन्ड राउन्डको हो यो चाहिँ हैन। यो चाहिँ अगाडि यो चाहिँ मेरो प्लेट हो। मैले पनि लास्टै इन्जोय गरेँ। यस्तो गरेँ यस्तो मजाले इन्जोय चाहिँ कहिले गरेकी थिइनँ हैन। अनि कान्छी छोरीको पनि जाँदैछ। यो चाहिँ बेस्ट भ्यालेन्टाइन एभर इन माई लाइफ हो। अनि ठुली छोरी म भएर चाहिँ ह्याप्पी भ्यालेन्टाइन भनेर सक्यो यसपालिको भ्यालेन्टाइन। थ्याङ्क यू गाइस। आई होप यु अल इन्जोय। कान्छी छोरी